सो हेलो एभ्रिवान, वेलकम टू न्यू भिडियो। तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा स्वागत छ। आई होप कि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। आज चाहिँ खतरा काम गर्नु आइयो क्या यहाँ। अब मिस्त्रीको काम गर्नु छ है साथीहरु। Masuk. Of science in daily life. Science helps दरो पढाउँदैछ त सिकाले त। अनि पढेको कहाँ जाओस् त? हम पनि चढौँ दाजु माथि अब कि पर्दैन म चढ्नु पर्छ। यो भिडियो नै गरेको हो तर पठाइदिने अब यो नेटतिर हाल्नुपर्छ नि, जम्माले हेर्छन् नि। दरो काम गरेको अफर आइहाल्छ कि दाजु? त्यही त भरे भेटौँ साथीहरु अब माथि। तत्कालै हाम्रो काम चाहिँ काँटी निकाल्नु पर्ने भइरहेछ। निक्ल्यो साला, यहाँ माथि टिन पनि ठोक्नु पर्ने यस्तो भइरहेछ। अर्को जोड्ने बेला भयो। उयो टुक्रो एउटा थियो त उयो यसले पनि भ्याएन। खतम भयो त भरे भेटौँ साथीहरु। अपडेट आउँछ काम गरेको। आज यहाँ म काँटी निकाल्दैछु। अहिलेको काम चाहिँ टक्कसँगले माथि बसेर यहाँ सुत्लो टिन हान्ने सुतार तन्कै हुँदैछ साथीहरु। यस्तो मिस्त्री हुनु पाउँदा त साह्रै गजब पो हुने रहेछ त। अलिक छोटा काम द रहेछ र मात्रै हो, नभए खत्रै हो नि। मान्छे त्यत्रो रहेछ। कस्तो के खानुहुन्छ? अन्डा सन्डा बनाएर दिनु पर्दैन? गाडी पनि कति हिँड्दो रहेछ। हेरौँ अब हिँड्ने बाटो ठुलो खन्देको छ। त्यो अलिअलि यसो घुमेको काँटी र तलमाथि छ नि, त्यो चाहिँ कसले ठोकेको भन्दाखेरि मङ्गल साइना बाबा। हेर न उस म त बितायो। कहाँ अब यो भनेको जुगाउ रहने कुरो हो। अनि टिन जब यता जाउँ न, अनि म समातेर यो चेप्ने काम त गरिहाल्छु नि। यहाँ मसँग टकटकी खतरा छ है। सिकाको बाबा खेली मात्रै बस्छ। खेली मात्रै बस्छ। खेली मात्रै बस्छ। ला हेर न फेरि अनि भित्र लुक्छ फेरि। यस्ता टिन ठोकाइ हुँदैछ साथीहरु हाम्रो। मौसम भन्दा चाहिँ अब ठिकै छ आजको। ठ्याक्कसँगले यति सकेर अब यो बिच भागलाई चाहिँ सब काम गर्नु। तल यहाँ त कति ओह्रालो हो।